सेना परिचालन गर्ने निर्णय किन गरियो त? के सेना परिचालन गर्नुपर्ने आवश्यकै थियो त? के छ यसको तपाईँको धारणाहरू के कस्ता छन्? मेरो धारणा के, व्यक्तिगत धारणा के छ, म तपाईँहरूलाई यो भिडियोमा राख्नेछु। यसै गरी चाहिँ अहिले हाम्रो देशमा चाहिँ नेपाली सेना चाहिँ फिल्डमा उतारिसकेको अवस्था छ फागुन 21 गतेको निर्वाचनको लागि। अब यसमा चाहिँ कुनै पनि अहिले सेना भनेको चाहिँ कुनै पनि पार्टीको होइन, कुनै पनि दलको होइन, एउटा आम नागरिकको सेना हो, सुरक्षाको लागि खटिएको सेना हो। चुनाव शान्त, निष्पक्ष र स्वतन्त्र रूपमा चाहिँ धाँधली रहित बनाउनको लागि सेना खटिसकेको अवस्था छ। तपाईँहरूले अब यो आफैले देख्न पनि सक्नुहुन्छ। अगाडि सेनालाई एकदम सक्दो सहयोग गर्नुहोला। एकदम लोकतन्त्रको रक्षा सेनाको प्रमुख भूमिका हुनेछ। यो भाद्र महिनामा जुन हिंसात्मक गतिविधिहरू भएका थिए, त्यो गतिविधिहरूमा चाहिँ अब विभिन्न हात हतियारदेखि लिएर नेपालको चाहिँ एउटा सुरक्षा निकायको चाहिँ हात हतियार लुटिएको छ। अब त्यो हात हतियार लुटिएको अवस्थामा चाहिँ चुनावमा चाहिँ अलिकति भनौँ एउटा नकारात्मक असर नपरोस् भन्ने तरिकाले चाहिँ सेना फिल्डमा उतारिएको हो। यो चुनाव जेनजी मोमेन्ट ल्याएको चुनाव हो। जेनजीहरूले गरेको विद्रोहबाट जुन एउटा एन्टी करप्सनको रूपमा भएको एउटा विद्रोह सुरु भएको थियो, त्यो विद्रोहले चाहिँ सरकार ढालिसकेको अवस्थामा अन्तरिम सरकार गठन गरेर नेपालमा चाहिँ अहिले फागुन 21 गते निर्वाचन हुन गइरहेको छ। यो निर्वाचनमा चाहिँ सम्पूर्ण धाँधली रहित निष्पक्ष रूपमा चाहिँ निर्वाचन गर्नुपर्ने हुनाले अब जुन हात हतियार लुटिएका छन्, त्यो हात हतियार लुटिएको अवस्थामा चाहिँ जसले पनि निकाल्न सक्छ भन्ने हिसाबले चाहिँ अहिले नेपाली सेना फिल्डमा उतारिएको। यो तपाईँहरू हाम्रै सुरक्षाको लागि गरिएको। अब यो चुनावमा चाहिँ हाम्रोलाई भन्दा पनि राम्रोलाई भोट दिनु होला, नेपाली सेनालाई सक्दो सहयोग गर्नु होला, कुनै पनि हिंसात्मक गतिविधिमा भाग नलिनु होला। सबैजना हामी आम नागरिक हो, सबैजनाले चाहिँ नेपालीले चाहिँ नेपाललाई माया गर्नुपर्छ। नेपाली सेनालाई तपाईँहरूले पनि सहयोग गर्नुहोस्, हिंसात्मक गतिविधिहरू हुन नदिनुहोस्। जय जननी, जय देश, जय सेना।